साथीहरु जेन्टल प्यारेन्टिङ रे के है, यो जेन्टल प्यारेन्टिङको चक्करमा हाम्रो टाउको यति दुख्छ नि है, यति हैरान हुन्छ कि एउटै कुरालाई भनेको भने गर्नुपर्छ है। पिटम पनि नमिल्ने के, फेरि अलिकति गाली मात्र गरेर ठुलो स्वर गर्यो भने पनि रिसाइहाल्ने, त्यही लेख्न लागेको होमवर्क पनि नलेखिदिने। त्यही भएर जेन्टल प्यारेन्टिङले त मलाई हैरानै पारिसक्यो। कुरा के साथीहरु, हजुरहरूलाई चाहिँ अल्छी लाग्छ होला है, दिन के कस्तो एउटै पकाइरहेको भिडियो मात्र हालेको होला भनेर है। अब मेरो त कामै पकाउने हो हैन, अनि त्यसपछि कहिलेकाहीँ कतै घुम्न गइयो भने चाहिँ घुमेको आउँछ, नत्र भए त मेरो यही पकाएको यो कामहरू चाहिँ। अनि अर्को कुरा चाहिँ के भनेदेखि नि साथीहरु, मलाई धेरैजनाले सोध्नु भएको थियो कि हजुरले केबाट यो भोइस ओभर गर्नुहुन्छ, कसरी गर्नुहुन्छ भनेर, एडिट चाहिँ कसरी गर्नुहुन्छ, कुन एपबाट गर्नुहुन्छ भनेर सोध्नु भएको थियो धेरैजना साथीहरूले। मैले चाहिँ क्यापकटबाट एडिट गर्छु हैन, भोइस ओभर पनि क्यापकटबाट नै गर्छु कि मैले। एकदमै सजिलो लाग्छ मलाई चाहिँ यो क्यापकटबाट गर्नलाई। म कुनै दिन हजुरहरूलाई सेयर पनि गरौँला भोलितिर मिलाएर हैन, मेरो टाइम मिलाएर म सेयर पनि गर्छु म कसरी बनाउँछु भनेर, हजुरहरूलाई पनि म सिकाइदिन्छु स्क्रिन रेकर्ड गरेर नै है साथीहरु। अनि अर्को कुरा चाहिँ के भने नि साथीहरु, म चाहिँ अब पकाउँदैछु, हेर्नुहोस् मैले कति राम्रो यो आलु पराठा के हजुरहरूले घरमा पनि बनाएर ट्राई गर्न सक्नुहुन्छ कि, यस्तो राम्रो पक फुलेको हुन्छ कि, मिठो हुन्छ कि, खाँदाखेरि पनि एकदमै टेस्टी लाग्छ कि, एकदमै मिठो हुन्छ। बच्चाहरूलाई टिफिन पठाउन पनि दामी हुन्छ यो चाहिँ। मलाई कि अरू कन्टेन्ट पनि बनाएर हाल न, कति त्यही पकाएको हालको भनेर भन्नुहुन्छ कि साथीहरूले हैन। अब मेरो कामै यही पकाउने नै हो के साथीहरु, अनि म कहाँ अरू कन्टेन्ट खोज्न जाम त। हजुरहरू हेर्नुहोस्, पकाउन सिक्नुहोस्, बरु मैले पनि सिकेरै जानेको हो हैन। अब कतिपय साथीहरु त अब केही गरौँ भन्ने सोचमा हुनुहुन्छ भने, सानो केही व्यापार व्यवसाय सुरुवात गर्न चाहनुहुन्छ भने मेरो भिडियोहरु होला हैन। हजुरहरूलाई केही रेसिपीहरु चाहियो भने पनि मलाई सोध्न सक्नुहुनेछ, म आफूले जानेको चाहिँ म आरामले बताइदिन्छु है साथीहरु हजुरहरूलाई पनि। अनि मेरो त दिनहरु यसरी नै चलिरहेछ है, काम अब बच्चाहरूलाई होमवर्क गराउँदैछु, एकछिन अब होमवर्क गराउँदै टाइम जान्छ, बिजी नै हुन्छ के। काठमाडौँमा बस्ने भन्ने हो, काठमाडौँमा बस्ने मान्छेको लाइफ एकदमै बिजी हुन्छ के साथीहरु है। यति भन्दै आजको मिनी भ्लगबाट म बिदा चाहन्छु। बाई बाई साथीहरु, गुड नाइट। हजुरहरूको दिन कस्तो भयो? मेरो दिन त एकदम रमाइलो भयो।